आज भोलि त बिहा भन्दा अब छैन। मिठाई हेर्नु न कस्तो राम्रो आएको छ क्या हैन। हेलो साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल न्यू ब्लगमा। आज चाहिँ मेरो बुढाको स्पेसल डे हो। बर्थडे मनाउन लागेको छ। आज पनि बिहा खाने। हाम्रो बर्थडे पार्टी हुँदैछ। बर्थडे भएको ल पियर साथेर बियर बाटै हो कि चियर्स फेरि हाम्रो। आज भोलि त बिहा भन्दा अब छैन। पानी खाए फेरि जगेर नेपाली ब्रान्ड खाने किन विदेशी? नेपाल आइस खानको लागि सम्पर्क नम्बर मैले तल दिन्छु तपाईँहरूलाई। समय चाहे मलाई भन्नु होला। धन्यवाद। मैले चाहिँ खाँदैन यस्तो भिडियो मात्र। सधैँ मिल्ने हो खानु त। बिहा खाने, बर्थडे मनाउने, नाच्ने। 30 वर्ष गाडी सेतो लाग्यो फेरि। के हो त? अब कस्तो गर्ने यहाँ टिका लगाउँदाखेरि बस्ने हो नि त। बिचमा हामीले यसरी फुलाइदिने हो। ए ल अब यहाँ। मेरो कान्छा ल आजदेखि 30 वर्ष थाङ्कु होइन। पहिला बाबालाई यत्रो एक पिस खाइदियो। त्यही त बाबाले खुवाइदिनुहुन्छ नि। यहाँ बाबाको लागि निकाल्दैछु। यसलाई फुलाइदिने होला नि। खुलाइदिने नि। ल यो त गऱ्यो कि गरेन यो। अब तैँले बाबालाई खुवाइ। मैले खुलाइदिन्छु। बस टोइलेट फुला। ल राम्रो है भिडियो चाहिँ। 17 वर्ष पुगेकोमा बल्ल मिठाई केक राखेको बल्ल राम्रो आएको छ कि। मिठाई पनि आउँछ। यहाँ फोटो खिचौँ क्या आउनु ल ल ल हाँस्नु है त्यहाँ सबैजना। ल ल राम्रो ल राम्रो बाबाले बनाइदिनु। यहाँ चिम खिच्नु है बाबा। यहाँ चिम रदीप के हल्लिरहेको छ ठ्यारेक। यसले गराएन कि दिनु है हाल्दैन यता अटो बाबाले दिए अनि तँलाई निकाल्थे। उता राख्दा क्यामेरा सबै हुन्छ। त्यता राख्नु। यो के गरी खाने जात पनि यो त खाने होइन कि होइन।
धेरै खान जानुहुन्छ मिठाई हजुरलाई यति के अझै हाल्नु उठेर न हेर्नु न चमच कस्तो निकाल्नु राम्रो आएको छ क्या होइन चम्मच निकाल्नु त नि क्यामेरा चाहिँ सही छ थप्नु मलाई थप्यो भने चाहिँ खाने बाबा नेपाल आइस यताको छ यताको छ त अनि केकको सट्टा यो मिठाई मिठाई पनि यत्रो पिस खाइ भयो हाँस्थ्यो है त्यहाँ सबैजना ल ल राम्रो धेरै हान्दा सेकेन्डमा आयो आयो राजीव के हल्लिरहेको छ रे ठ्यारे एकछिन त्यो चाहिँ हो कि स्ट्यान्ड यो खानेहरू थाहा त पछि खाने कि भर्खरै खाइहाल्ने यस्तो अटो बाबाले दे अनि तँलाई निकाल्के उता राख्दा क्यामेरा सबै हुन्छ त्यता राख होइन होइन त्यता राख्यो भने मिठाई पनि यत्रो पिस खाइ भयो एउटा हुनाले यो डिम एउटा जे दिन हुन्छ क्या यो डिम कालो यो दिनु न फेरि मिठाई यो के अरे लड्डु भइहाल्यो नि राख हो के भोलि खायो खानु त परेको नि निकालेर मिठाई चलो